आजको दिन चाहिँ यस्तो छ है केटा, यस्तो छ। गाडी चाहिँ यहाँदेखि उँधो चाहिँ जान्न भनेर यहाँ राखेको छन् दाइले होइन। यस्तो खोलामा जाँदैछु। कोदालो पर भक्का अब यस्तै बारी खन्ने हो, ड्याङ्की हिलो होइन, जमिन खन्ने हो क्या। गाह्रो छ नि केटा मेरो लाइफ त यार। यस्तो छ है यो बुटो चाहिँ माग यत्रुको थियो होइन, सानो थियो क्या योभन्दा 3-4 वर्ष अगाडि। डेन्जर भइसक्यो होइन। यस्तै गरेर कोदो रोप्छन् है। कोदो रोप्ने तरिका चाहिँ यो हो केटा। कोदो रोप्ने भन्ने त थाहा छ नि होइन, सबैले थाहा नि होइन कोदो रोप्ने भन्ने त। यस्तो छ है केटा हो। मकै यत्र छ नि है, मजा त छ कि तर घुउ हाल्छ सन। मकै यसरी हो कोदो रोप्ने। यस्तै बारी चाहिँ हामीले खन्नुपर्छ के। सुन बुझेनौ, तिमी आएपछि रोप्ने हो के बुढी औलाले। कहाँ सार्ने हो त अनि यत्रो पाइप? ल टक्क लाएर चाहिँ हामी चाहिँ अब बारी खन्नमा जाँदैछौँ। यो चाहिँ टिमुरको बुटो है केटा हो। अनि यो चाहिँ अमलाको बुटो, यो चाहिँ खोरीको बुटो भने, यो चाहिँ टिमुरको, यो पाकुरीको, यो काप्राको, यो बेडुलाको, त्यो भुटुकको है। डेन्जर बुटाहरू छ होइन। म चाहिँ जाने भनेको चाहिँ मुनतिर हो अङ्कलकोमा होइन। यस्तो छ है सिनहरू, गाउँहरू हो सर। बारीको बारी हरियाली टक्क लाएर मकै चाहिँ होइन। गाह्रो छ नि, गाह्रो छ केटा होइन। म जाने भनेको चाहिँ टक्क लाएर यहीँ हो है। म चाहिँ अब गेट प्रवेश गर्दैछु है त। के छ हल्ली चल्ली? खन्नी को खान के छ अङ्कल? त्यही बल्ल उठ्ने त्यही त्यस्तो काँक्रो फलेको कि नै मैले देखाउँछु है। एउटा फले होइन यार कसम। स्पेसल के छ त आज? स्पेसल मेरो घरमा आज मकै कोदो रोपेको छ, तर अनफर्चुनेटली बारिस भइरहेको छ। तर पनि हामी हिम्मत हार्दैनौँ किनकि हामी गोर्खाली हो। गोर्खाली नेभर गिभ अप। नेभर गिभ अप। पानी आएकै छ यार बिहानदेखि, हिजोदेखि हो यार।